अस्ट्रेलिया एप्लाई गरिसक्नुभएका र गर्न तयारी गरिरहनुभएका विद्यार्थीहरूको लागि अत्यन्त जरुरी सूचना इन्फर्मेसन लिएर आएको छु। अहिले हाई कमिसनले एकदमै बढी मात्रामा इन्टरभ्यूहरू लिइरहेको छ। तपाईहरु पनि सजग हुनुहोला, तयारी अवस्थामा रहनुहोला र यो इन्फर्मेसन तयारी गरिरहनुभएका साथीहरूलाई तपाईले शेयर पनि गर्नुहोला। म अस्ट्रेलियन हाई कमिसनले तपाईहरुलाई सोध्न सक्ने सम्भावित क्वेशनहरूको बारेमा म तपाईहरुलाई आज जानकारी दिन चाहन्छु। पहिलो नम्बरमा तपाईलाई चाहिँ तपाईको बारेमा बायोडाटाहरू सोध्न सक्छ। फुल नेम, डेट अफ बर्थ, पासपोर्ट नम्बर, म्यारिटल स्ट्याटस, यदि बिहा गर्नु भएको छ नि म्यारेज डेट, स्पाउसको नेम, अनि उहाँको प्रोफेसन के छ, अनि सँगै जाँदै हुनुहुन्छ हुँदैन त्यो बारेमा सोध्न सक्छ। तपाईको फ्यामिली मेम्बरमा को हुनुहुन्छ, उहाँहरूको नाम के हो त्यसको बारेमा पनि सोध्न सक्छ। अनि त्यसपछि तपाईको फ्यामिली मेम्बरमा को हुनुहुन्छ, उहाँहरूले के काम गर्नुहुन्छ र त्यो अफिसहरूको बारेमा डिटेल पनि तपाईले जान्नुपर्ने हुन्छ। बिजनेस अथवा तपाईको के काम गर्नुहुन्छ, कहाँ काम गर्नुहुन्छ त्यो बारेमा पनि जानकारी तपाईले राख्नुपर्छ। अनि तपाईको सम्पूर्ण एकाडेमिक डिटेलहरु बारेमा पनि तपाईले जान्नुपर्छ। तपाईको कति जीपीए आएको छ, के कोर्स पढ्नु भएको हो, कहिले कम्प्लिट गर्नु भएको हो, अनि त्यसपछि तपाईको कलेजको नाम अनि त्यस कलेजको लोकेसन त्यस बारेमा पनि तपाईले जानकारी राखिराख्नु होला र यो क्वेशन चाहिँ सोध्न सक्छ। अनि त्यसपछि यदि तपाईले यदि कुनै ब्याक लगाएर एक्जाम पास गर्नुभएको छ भने चाहिँ ब्याकलग हुनुको रिजन, कहिले तपाईले त्यो पास गर्नुभयो त्यसको बारेमा पनि तपाईले चाहिँ क्ल्यारिफिकेसन दिनुपर्छ। अनि त्यसपछि तपाईले यदि ग्याप छ भने पास आउट गरिसके पछाडि तपाईको डिग्री पास गरिसके पछाडि ग्याप छ भने चाहिँ ग्यापको बारेमा जस्टिफिकेसन दिनु होला। कुन टाइम देखि कुन टाइम के काम गर्नुभयो, अनि त्यो अफिसको नाम के हो, ट्रेनिङ लिनु भने ट्रेनिङ गर्ने संस्थाको नाम के हो, अनि त्यहाँ के ड्युटिजहरु तपाईले ह्यान्डल गर्नुहुन्थ्यो र त्यो कामले तपाईले अहिले एप्लाई गरेको कोर्सलाई कति रिलेट गर्छ त्यो बारेमा पनि तपाईले जानकारी दिनु होला। अनि तपाईले कति स्यालेरी खानुहुन्थ्यो, अनि त्यहाँ त्यो अफिसको लोकेसन यिनी बारेमा पनि तपाईले जानकारी लिनु होला। अर्को भनेको तपाईको आईएलटीएस को बारेमा तपाईले जानकारी आफूले चाहिँ त्यो ख्याल गर्नु होला। ओभरअल कति आएको छ, कहिले तपाईले एक्जाम दिनु भएको हो, एज ब्यान्डमा के आएको छ, तिनी कुराहरु पनि तपाईले जानकारी लिनु होला र मतलब त्यो मनमा राखिराख्नु होला। अनि अर्को सम्भावित क्वेशन भनेको तपाईले अघि भन्दा अगाडिको प्रिभियस इमिग्रेसन हिस्ट्रीहरुको बारेमा पनि तपाईलाई सोध्न सक्छ। इफ छ भने त्यो पनि तपाईले चाहिँ त्यो मनमा राखिराख्नु होला। अरु धेरै नै यस्तो लिस्टहरु छ, म तपाईलाई नेक्स्ट पार्टमा तपाईलाई भन्दै जानेछु। यो आफ्नो साथीभाइ तयारी गरिरहनु भएका साथीभाइहरुलाई शेयर गर्नु होला।